हेलो साथी नमस्ते फेरि पनि तपाईहरु माझमा उपस्थित भइसकेको छु म दीपक। आजको विषय रहेको छ आफ्नो मोबाइल भित्र आफ्नो ब्लुटुथको लोकेसन कसरी सेट गर्न सक्नुहुनेछ। जस्तै तपाईको यो मोबाइल भयो, यो मोबाइलमा तपाईले आफ्नो ब्लुटुथको लोकेसन सेट गर्न सक्नुहुन्छ। कतै हरायो, मानौ एउटा उदाहरणको लागि तपाईले यो ब्लुटुथहरु राख्नु भएको छ, यो ब्लुटुथहरु तपाई कहीँ झर्यो खस्यो हरायो भनेदेखि कसरी तपाईले यसलाई लोकेसन सेट गरेर कहाँ छ पत्ता लगाएर सजिलै गएर भेटाउन सक्नुहुनेछ। त्यस विषयमा छ, जाउँ ढिला नगरेर स्क्रिनमा। त्यसपछि त्यसको लागि सबैभन्दा पहिला तपाईले आफ्नो ब्लुटुथ ओपन गर्नुस्। त्यसपछि कुन नामको तपाईले ब्लुटुथ हो त्यसलाई चाहिँ सर्च गरेर यहाँनिर सिधै तपाईले अड गर्नुस्। पहिला सुरुमा यहाँ अड गर्नुभयो, जस्तै हामीले यहाँनिर पहिला ब्लुटुथ अड गर्छौँ। यहाँ ब्लुटुथ कनेक्टेड गरिसकेपछि ब्लुटुथ कनेक्टेड भयो। अनि त्यसपछि तपाईको यहाँनिर फाइन्ड डिभाइस लेखिरहेको छ हेर्नु त, माथि यो लोकेसनको चिन्ह पनि देखाएर यसलाई क्लिक गर्नुहोस्। यहाँदेखि लास्ट नन लोकेसन लेखिरहेको छ, यसलाई क्लिक गर्नुभयो भने यहाँनिर तपाईँको पिन माग्छ। जस्तै तपाईँको मोबाइल पिन के छ त्यो तपाईँको आफैलाई थाहा होला, त्यो पिन तपाईँले यहाँनिर हाल्नु होला। आफ्नो प्याटर्न लक पिन कोड के छ त्यही हाल्नु होला। अनि त्यसपछि लिएर तपाईँको यहाँ भेरिफाई गर्छ। सिधै तपाईँको यहाँनिर कुन डिभाइसमा कुनमा छ, मेरो भिभो 22मा छ। त्यसपछि लिएर तल नाम लेख्नुहुन्छ, यो नाम त तपाईँले जति नै लेख्न सक्नुहुन्छ माथि सेटिङमा थिचेर। अनि त्यसपछि लिएर यहाँनिर यसलाई क्लिक गर्नुभयो भनेदेखि यहाँनिर तपाईँको लोकेसन खुलिरहेछ, हेर्न सक्नुहुन्छ। यहाँनिर अब तपाईँलाई के देखाउँछ भनेपछि तपाईँले नेटबाट हेर्ने हो कि विदाउट नेटवर्कबाट हेर्नुहुन्छ त्यसलाई गर्नु। मैले विदाउट नेटवर्क लेखेँ, तपाईँले नेट पनि राख्न सक्नुहुन्छ, जे पनि गर्न सक्नुहुन्छ, त्यो तपाईँको इच्छुकमा पर्ने कुरा हो। तपाईँले यहाँनिर विदाउट नेटवर्कमा राख्नुभयो भनेदेखि तपाईँको यहाँनिर लोकेसन सेट भइसकेको छ। हामी अब तपाईँलाई म लाइभ गरेर देखाउँछु। यहाँनिर गएर यो ब्लुटुथ छ, यो ब्लुटुथलाई मैले सिधै लगेर बाहिर राख्छु। कसरी लोकेसन हेर्ने र कसरी पत्ता लगाउन सकिन्छ यो सम्पूर्ण कुराहरू तपाईँ सिक्दै हुनुहुन्छ। यहाँदेखि तपाईँलाई म यहाँ सिधै बाहिर हेर्नुहोस्, यहाँ लोकेसन अड भइसकेको छ। अब यसलाई हेर्ने कसरी र तपाईँको ब्लुटुथ यदि बाइचान्स कुनै ठाउँमा रह्यो भनेदेखि गर्ने कसरी हो यसबारेमा छ। म पहिला यसलाई तपाईँलाई यहाँनिर हेर्नु मोबाइलको चित्र पनि दिइरहेछ, त्यसपछि यहाँनिर लोकेसन पनि देखाइरहेछ। अब हामीले यसलाई बाहिरतिर छोडिदिउँ, कुनै यस्तो ठाउँमा राखिदिउँ ब्लुटुथ जो थाहै नहोस् हन कसैलाई। म तपाईँलाई यो ब्लुटुथ हरायो मान्नुहोस् हन, म बाहिर गएर तपाईँलाई ब्लुटुथ राखिदिन्छु र लोकेसन खोज्ने कसरी यो तपाईँलाई सम्पूर्ण कुराहरू सिकाइनेछ। नआत्तिनु होला, भिडियोलाई स्किप नगरिदिनु होला। हामी बाहिर गयौँ। अब हामीले यो ब्लुटुथलाई यहाँनिर छोडिदिएर हामी सिधै भित्रतिर जाउँ। भित्र गइसकेपछि अलि टाढा गएर हामीले लोकेसन हेरौँ कहाँनिर रहेछ। हामी सिधा हाम्रो रुमभित्र आयौँ, त्यसपछि बाहिर ब्लुटुथ छोडिदिइरहेको छ सिडीको आसपासमा होइन। अब यहाँदेखि हामीले ब्लुटुथ हेरौँ लोकेसन करेक्ट देखाएको छ कि छैन। यहाँनिर आयौँ, यसलाई पहिला यहाँनिर क्लिक गर्नुहोस्, जहाँनिर मोबाइलको चिन्ह जस्तो दिइरहेछ, जहाँ लोकेसन दिइरहन्छ। त्यसपछि लिएर यहाँ मुनितिर हेर्नुहोस् डेस्टिनेसन लेखिरहेछ, हेर्नुहोस् त यहाँनिर। यसलाई यहाँनिर क्लिक गर्नुहोस्। डेस्टिनेसनलाई क्लिक गर्नुभयो भनेदेखि सिधै तपाईँको यति मिनटको बाटोमा यो तपाईँको ब्लुटुथ छ भनेर देखाउँछ। हेर्नुहोस् यहाँनिर 1 मिनट लाग्छ सरी त्यसको त्यहाँसम्म जानलाई। अब यहाँनिरबाट तपाईँको हामी लोकेसन डाइरेक्ट लोकेसनमा खोज्दै जाउँ। फाइनली हामी ब्लुटुथलाई खोज्दै हामी लोकेसनको आसपासमा पुग्न लागिरहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले हामी ब्लुटुथको नजिकै आइसकेका छौँ, हेर्नुहोस् यहाँ। अनि अर्को कुरो तपाईँको ब्लुटुथ सायद कभर सहित हराओस्, चाहे यसरी सिङ्गल पिसेस हराओस्, फेरि पनि सजिलै भेटिन्छ, लोकेसन देखाउने छ। यहाँमा तपाईँलाई यहाँनिर क्लिक गर्नुभयो भनेदेखि कभर सहित यहाँनिर राखिदिइरहेको छु मैले। यसलाई पनि तपाईँको हेर्नुहोस् यहाँ जता तपाईँको मोबाइलको लोकेसनहरू दिइरहेछ, ब्लुटुथ देखाइरहेछ हो त्यतैतिर यसले एरा चिन्ह देखाइरहेछ, हेर्नुहोस् यहाँ। यसलाई हामीले यसरी हेर्दा पनि सजिलै तपाईँ कतातिर ब्लुटुथ छ त्यो सबै कुराहरू देखाउँछ। सजिलै तपाईँले आफ्नो हराएको ब्लुटुथ लोकेसनबाट हेर्न र भेटाउन सक्नुहुनेछ।